ऐतिहासिक सहर भक्तपुर बजारदेखि लगभग 5 किलोमिटरको दूरीमा रहेको छ चाँगुनारायण मन्दिर। उत्तरतर्फको डोलार्दी नामको डाँडाको टुप्पोमा अवस्थित छ चाँगुनारायण मन्दिर। गोपालराज वंशावली अनुसार यो मन्दिर राजा हरिदत्त वर्माले सन्तान प्राप्तिको लागि निर्माण गराएको हुन्। प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिर लिच्छवी राजा मानदेवले गरुडमाथि विराजमान भगवान विष्णुको पूजा आराधना गराएर मन्दिरको पुनर्निर्माण गराएका हुन्। मन्दिरमा कुदिएका चित्रकला लिच्छवीकालीन अनुपम नमुना हो। यस मन्दिरको चारै दिशामा ढोका निर्माण गरिएको छ। चारै दिशामा ढोका भए पनि पूजाआजाको लागि भने पश्चिम ढोका मात्र खोल्ने गरिएको छ। चाँगुनारायणको उत्पत्तिको सम्बन्धमा पौराणिक कथन अनुसार चाँगुनारायण डाँडामा एक सुदर्शन नाम गरेका ऋषि बस्दथे। उनले कपिला नाम गरेकी गाई पालेका थिए। उनले पालेको त्यो गाई निकै दुधालु थियो, तर अचानक केही दिनदेखि त्यो गाईले दुध दिन छोड्यो। त्यो कुराले ऋषि निकै चिन्तित थिए। एक रात उक्त ऋषिले सपनामा उनको गाईको दुध एक युवकले खाने गरेको देखे। त्यसपछि सुदर्शन ऋषिले गाईलाई चाँपको रुखमा बाँधिदिए र आफू अलि पर गएर लुकेर हेर्न थाले। नभन्दै एक युवक त्यहाँ आयो र त्यो दुध खान थाल्यो। त्यो देखेर ऋषि एकदमै रिसाए र खड्ग प्रहार गरी त्यस युवकको शिर छेदन गरिदिए। त्यति नै बेला शिर छेदन भएका युवक गरुडमा चढेको ऋषिले देखे। त्यो देखेपछि दुध चोरेर खाने युवक नारायण पो रहेछन् भनी ऋषि निकै डराए। त्यति नै बेला भगवान विष्णुको आकाशवाणी भयो। परापूर्व कालमा मेरो लडाईँ चन्द्रसँग भएको थियो। त्यति बेला सुमति नाम गरेका एक ब्राह्मणलाई अन्याय गरी मारेको थिए। त्यति बेला शुक्र आचार्यले तिम्रो पनि कुनै ब्राह्मणद्वारा नै शिर छेदन गरी मृत्यु होस् भनी श्राप दिएका थिए। आज त्यो श्रापबाट म मोचन भएँ। अब तिमी यही ठाउँमा बसी मेरो पूजा अर्चना गर्नु भन्दै उनी अन्तर्ध्यान भए। त्यति बेला चाँपको रुखबाट नारायणको उत्पत्ति भएको हुँदा चापा नारायण नाम रहन गएको हो। सोही चापा नारायण अपभ्रंश हुँदै चाँगुनारायण हुन पुग्यो। यस चाँगुनारायण मन्दिर प्राङ्गणको उत्तर पूर्व दिशामा छिन्नमस्ता मन्दिरको निर्माण गरिएको छ। उक्त मन्दिर राजा हरिदत्तले निर्माण गराएका हुन् भन्ने भनाइ छ। त्यसै गरी मन्दिर परिसरमा गरुडमाथि विराजमान नारायण, बुढा नीलकण्ठ, विश्वरूपा लगायत थुप्रै ससाना देवी देवताका मूर्तिहरू स्थापना गरिएको छ।